मित्रता सुरु भएको थियो नि। त्यति बेला तिमीले पठाएको पत्र पनि अझैसम्म छ मसँग। कहाँ भुल्छु र म तिमीलाई। तिम्रा हरेक गिफ्टहरू राखेको छु, तिम्रो हरेक पलको सम्झना राखेको छु, तिमीसँग बसेका पलहरूको सम्झना राखेको छु, सम्झेको छु। सम्झने मात्र त हो नि, म त अभागी मान्छे, केही पनि गर्न सक्दैन, सम्झने बस्ने है। कति धेरै बोलिरहेछु, दुःख लागिरहेछ तिमीलाई भन्न सुन्न। दुःख मान्ने होइन नि फेरि, साँच्चै मान्दैन ल, नमान न। तिम्रो लागि भनेर धेरै गिफ्टहरू किनेको थिएँ, ती गिफ्टहरू पनि आगोमा जलाउन बाध्य भएँ म। तिम्रो लागि एउटा तस्बिर पनि खिचेको थिएँ, तिमीले मागेकी थियौ नि। तिमीलाई थाहा छ है, जति बेला हामी त्यो चिजाठाँटी बजारमा घुमेका थियौँ, पहिलो भेट हाम्रो, त्यो बसाइमा हामी निकै खुसी भएका थियौँ। हुन त म त्यति बेला अर्घाखाँचीबाट पहिलो पटक प्युठान गएको। प्युठानमा महोत्सव चलिरहेको थियो। तिमी कति निष्ठुरी हो ल भन त। त्यहाँबाट फोन गरेर आऊ आऊ भनेर बल बोलायौ, घरिघरि बोलायौ। तर त्यहाँ गएपछि के भन्यो तिमीले थाहा छैन होला, तर मैले अझै पनि सम्झिएको छु त्यो पल। कसैले त्यस्तो नगराउनु है। मलाई खलङ्गा बोलाएर तिमी घरमा बसेर तिमी खलङ्गा पनि आएनौ। आज त्यति बस्छु, भोलि भेटौँला भन्यौ। कति निष्ठुरी हो तिमी भन त। तिमी 1 घण्टाको बाटो हिँडेर खलङ्गा आउन सकेनौ है मेरो लागि। म तिम्रो लागि जिल्ला अञ्चल छोडेर पनि भेट्न पुगेँ। कहाँ भने जस्तो हुने रहेछ र जीवन। फोनमा त कुरा गर्थ्यौ, तिमी नै हो मेरो दिलको राजा, तिमी नै हो मेरो मनको राजा भनेर। त मुख मात्र बोल्ने रहेछ, तिम्रो मन बोल्या रहन्छ। ठिकै छ, जे होस्, तिमी सधैँ खुसी रहनु, सुखी रहनु। तिम्रो जीवनमा कहिले पनि दुःख नआओस्। दुःख भन्ने कहिले पनि नआओस्। तिमीलाई आउने दुःख, हर दुःखहरू मलाई आओस्, म सहन्छु। दुःखमा, बिछोडमा खप्ने अनि बस्ने बानी त मलाई परिसक्यो, बानी लागिसक्यो। त्यही बानीले गर्दा त धिक्कार लाग्छ। तिमीले छोड्यौ, त्यसपछि नशा सेवन गर्न थाले। नशा नै मेरो साथी भएको छ आजभोलि। नशा बिना त एक पल पनि बाँच्न नसक्ने भएको छु म। त्यो पल सम्झन्छु जुन पल तिमी पढ्न भनेर प्युठानबाट बुटोल गएकी थियौ। त्यति बेला म कुन हालतमा थिएँ थाहा छ तिमीलाई। जीवनमा नशा भन्ने कुरा नलिने मान्छेले नशा खाएर बोल्न नसक्ने, अनि बोले पनि अनेक भाँति बोल्ने थिए रे दाइले भन्नुभएको। त त्यस्तो पनि रहेछस् भाइ, तैँले कसैलाई त्यति माया गर्दो रहेछस्। मलाई भन्, म उठाएर लिन्छु त्यसलाई। को हो त्यो भन्नुहुन्थ्यो। म त्यति निष्ठुरी छैन नि त। तिमीलाई दुःख दिन चाहन्न म, जबरजस्ती गर्न पनि चाहन्न। किन गर्नु जबरजस्ती, होइन? जबरजस्ती गर्ने त जमाना नै छैन नि अहिले, छ र छैन नि। तिमीलाई